आफ्नो कुलदेवता नै थाहा छैन। अब कसरी कुलदेवता चिन्ने, केलाई कुलदेवता मान्ने, यो समस्या छ भने र इष्टदेवता भनेको के हो र कसलाई इष्टदेवता बनाउने भन्ने कुरा तपाईलाई यदि जिज्ञासा छ भने आजको भिडियो तपाईको लागि। यदि तपाईलाई आफ्नो कुलदेवता थाहा छैन, हजुरबाबुहरूलाई पनि थाहा छैन, बिर्सिए के मान्दै आएको थाहा छैन भने तपाईले कि शिवलाई कुलदेवता मान्नुपर्ने हुन्छ कि कालीलाई कुलदेवता मान्नुपर्ने हुन्छ। अब शिवलाई मान्ने कि कालीलाई मान्ने भन्ने प्रसंगमा चाहिँ यदि तपाईहरुको जन्म कुण्डली छ भने पंचम भावमा पुरुष देवताहरूको प्रभाव बढी छ भने शिवलाई कुलदेवता मान्ने र जन्म कुण्डलीमा पंचम भावमा चाहिँ स्त्री देवताको प्रभाव बढी छ भने कालीलाई कुलदेवता मान्ने। यदि अब जन्म कुण्डली छैन, चिना छैन भने चाहिँ जान्ने ज्योतिष कहाँ गएर सोध्ने र उहाँले प्रश्नशास्त्र अनुसार र तपाईको हस्तरेखामा हात हेरेर तपाईलाई पुरुष देवता मान्दा राम्रो कि स्त्री देवतालाई कुलदेवता मान्दा राम्रो भन्ने कुरा त्यहाँबाट प्रश्न बताइदिनुहुन्छ। अब इष्टदेवता भनेको के हो भन्दाखेरि तपाईले सधैँ सम्झिने, तपाईलाई जे चाहिँ आपत पर्दा पनि तपाईलाई रक्षा गर्ने देवतालाई चाहिँ इष्टदेवता भनिन्छ। कुलदेवता भनेको चाहिँ वंशजहरूले आफ्नो वंश चाहिँ राम्रो होस् भनेर एउटा परिवारले, एउटा गोत्रले, एउटा थरले चाहिँ मान्दै आएको चाहिँ समुदायको एउटै देवतालाई कुलदेवता भनिन्छ भने इष्टदेवता भनेको व्यक्ति अनुसार फरक फरक हुन्छ। अब कुन देवतालाई इष्टदेवता मान्दा राम्रो हुन्छ भन्ने कन्डिसनमा चाहिँ यदि तपाईलाई पहिलेदेखि जन्मैदेखि सानैदेखि कुनै भगवान प्रति एकदम भक्ति छ भने त्यही देवता नै तपाईको इष्टदेवता हो। अरु तपाईले ज्योतिष गुरुलाई सोध्न जानु नि पर्दैन, जन्म कुण्डली हेराएर मेरो कुन इष्टदेवता राम्रो, कुन राशि अनुसार कुन इष्टदेवता राम्रो भन्दै खोज्दै जानु पर्दैन। तपाईलाई सानैदेखि जुन देवता भगवान तपाईलाई भित्रैदेखि भक्ति भाव र कुन देवता देख्दा एकदम तपाईलाई श्रद्धा भक्ति लाग्छ र जुन देवताको नाम चाहिँ सधैँ लिन मन लाग्छ त्यही देवता तपाईको इष्टदेवता हो है। अरु देवता इष्टदेवता मान्नु पर्दैन। यदि तपाईलाई कुनै भगवान प्रति एउटा भगवान प्रति चाहिँ एकदम भक्ति छैन, सबै उस्तै समान मान्नुहुन्छ भने अब कसलाई इष्टदेवता मान्ने भन्दाखेरि चाहिँ तपाईको जन्म कुण्डली अनुसार चाहिँ पंचम भाव अनुसार निर्णय हुन्छ। पंचम भावमा पुरुष ग्रह छन् भने तपाईले पुरुष देवतालाई इष्टदेवता मान्ने, अनि स्त्री ग्रह चाहिँ बलिया छन् भने पंचम घरमा चाहिँ तपाईको पुरुष स्त्री ग्रहलाई चाहिँ इष्टदेवता मान्ने। अब इष्टदेवता किन पुरुष र स्त्रीलाई चाहिँ छुट्याउनु पर्यो, जे मान्दा नि हुँदैन भन्दा हुँदैन। यदि तपाईको जन्म कुण्डलीमा चाहिँ पंचम भाव भनेको पूर्व जन्मको भाव हो। पूर्व जन्ममा तपाईले जुन देवतालाई मान्नु भएको छ, जुन देवताको आशीर्वाद कृपा सिद्धि गर्नु भएको छ, त्यही देवी देवतालाई यो जन्ममा मान्नु भयो, पुज्नु भयो भने त्यो देवता खुसी हुन्छन् र सिद्धि हुन्छन्। त्यसकारणले व्यक्तिको पंचम भाव अनुसार पुरुष देवता चाहिँ सिद्धि हुन्छ कि, पुरुष देवताको मन्त्र जप गर्दा सिद्धि हुन्छ कि चाहिँ अथवा स्त्री देवतालाई मान्दा चाहिँ सिद्धि हुन्छ भन्ने कुरा नै पंचम भाव र इष्ट चाहिँ अनुसार चाहिँ इष्ट देवता चयन गर्ने अनि त्यही इष्ट देवतालाई मान्ने पुज्ने हो। त्यसकारणले जुन पाए त्यही देवी देवता इष्ट देवता बनाउन मिल्दैन। एउटा पंचम घरमा ग्रहको योग अनुसार, एउटा तपाईलाई जन्मैदेखि सानैदेखि जुन भगवान प्रति विश्वास छ त्यही भगवानलाई चाहिँ तपाईले इष्ट देवता मान्ने हो। राशि अनुसार इष्ट देवता मान्ने होइन। मेष अनुसार यो राशि, वृष अनुसार यो राशिलाई देवतालाई मान पुज भन्ने त्यो गलत हो। राशि अनुसार इष्ट देवता हुँदैन।